प्यारो दाजुभाइ र दिदीबहिनीहरू, जय मसीह, नमस्कार। प्रभुको सन्देश कार्यक्रममा सबैलाई स्वागत छ। म आज परमेश्वरको वचनबाट आशिषित बनाउन आएको छु। सुनेर आशिष पाउनु हुन अनुरोध गर्दछु। आज परमेश्वरको वचन हामी बाइबल धर्मशास्त्र कलसी 3 अध्यायको 1 देखि 11 पदसम्म हामी हेर्नेछौँ। म यो खण्ड हामी सबैको लागि पाठ गर्नेछु। यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाऊ, पृथ्वीमा भएका कुराहरूमा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्तिपूजा हो, यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग। रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्किने फोहोर बोली एउटाले अर्कोलाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभावमा धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रीक र यहुदी, खतनाका वा बेखतनाका, अशिक्षित वा असभ्य, कमारा र फुक्काको भेद रहने छैन, तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यो परमेश्वरको वचन हो। प्रभुलाई धन्यवाद भएको होस्। आजको यो बाइबल खण्ड पाठको शीर्षक मैले राखेको छु, यहाँ ख्रीष्टमा नयाँ जीवनको वास्तविकता र त्यसअनुसार चल्ने व्यवहार। पद 1 देखि 4 सम्म परमेश्वरको वचनले भन्दछन् ख्रीष्टमा नयाँ जीवन। पावलले हामीलाई सम्झाउँछन् कि यदि हामी ख्रीष्टसँग पुनर्जीवित भएका छौँ भने हाम्रो ध्यान पृथ्वीका कुरा होइन, स्वर्गका कुराहरूमा केन्द्रित हुनुपर्छ। ख्रीष्ट अहिले परमेश्वरको दाहिने हातमा बस्नुहुन्छ। यो उहाँको अधिकार र प्रभुत्वको सङ्केत हो। हाम्रो वास्तविक जीवन ख्रीष्टमा लुकिएको छ र जब ख्रीष्ट प्रकट हुनुहुन्छ दोस्रो आगमनमा हामी पनि उहाँसँगै महिमामा प्रकट हुनेछौँ। हाम्रो पहिचान अब संसारमा होइन, ख्रीष्टमा निहित छ, तसर्थ हाम्रो विचार, इच्छा र कार्य पनि त्यसै अनुरूप हुनुपर्छ। पद 5 देखि 7 सम्म परमेश्वरको वचनले भन्दछ पुरानो जीवनको अन्त। यी पदहरूमा पावलले विश्वासीहरूलाई शारीरिक वासनात्मक जीवनलाई
मरेको थर गर्न निर्देशन दिन्छन्, जसमा व्यभिचार, अशुद्धता, लोभ आदिको उल्लेख छ। उनले लोभलाई मूर्ति पूजासँग तुलना गरेका छन्, किनकि यो परमेश्वरको साटो धन वा वस्तुलाई पहिलो स्थानमा राख्नु हो। ख्रीष्टमा विश्वास गर्नु केवल विश्वासको कुरा होइन, यसले व्यवहारमा रूपान्तरण ल्याउनु पर्छ। पद 8 देखि 10 सम्म परमेश्वरको वचनले भन्दछ व्यवहारको रूपान्तरण। पावल अब आन्तरिक स्वभावमा परिवर्तन ल्याउन आग्रह गर्छन्। रिस, क्रोध, निन्दा र झुट बोल्नेलाई परित्याग गर्न निर्देशन दिइन्छ। यहाँ पुरानो मानिस र नयाँ मानिसको विचार उल्लेख गरिएको छ, जसले जीवनमा रूपान्तरण र नवीकरण दर्शाउँछ। केवल पापहरू त्याग्नु मात्र होइन, तर नयाँ स्वभाव ख्रीष्टको स्वरूप धारण गर्नु पनि आवश्यक छ। पद 11 मा परमेश्वरको वचनले भन्दछ एकता र समानता ख्रीष्टमा। अन्तमा ख्रीष्टमा जातीय, सांस्कृतिक, सामाजिक भिन्नता कुनै अर्थ राख्दैनन्। ख्रीष्ट सबैमा हुनुहुन्छ र उहाँ सबै कुराको केन्द्र हुनुहुन्छ। ख्रीष्टमा सबै विश्वास गर्नेहरू एक हुन्। जाति, वर्ग, लिङ्ग वा सामाजिक हैसियतले कुनै भिन्नता पार्दैन। अन्तमा कलोसी 3 अध्यायको 1 देखि 11 ले हामीलाई ख्रीष्टमा नयाँ जीवन कस्तो देखिन्छ भन्ने स्पष्ट रूपले देखाउँछ। यो एक रूपान्तरण हो जसमा हामीले पुरानो जीवन, पापहरू परित्याग गरेर नयाँ जीवनमा ख्रीष्ट जस्तो चरित्र धारण गर्नु पर्छ। यसको मूल हो ख्रीष्टप्रति हाम्रो विश्वास र उहाँसँगको एकता। यो वचनमा तपाईँ, म अनि हामी सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। धन्यवाद। जय मसीह।